हो यो अग्री बाबा पनि यिनले तपस्या जस्तो होइन क्या एक्कासी हिउँमा गएर बस्दैन दिनु बुझ्नु नि Cine cumâna dreaptă crosa sub pun. के पाइन्छ रे घाममा निकोटिन ओ यो चाहिँ पारा आएर बसवातिर अब यहीँ छ बुझ्यो गुगएर सार्नुपर्छ क्या सार्नुपर्छ डाइरेक्ट त्यो मुझे बाबा होस् त शिव पनि किन नहोस् हो नाङ्गे आएर हिउँमा डाइरेक्ट मुझे नेपालगञ्जको मान्छे मुझे डोल्पामा गएर नाङ्गे बन्न सक्छ नेपाली कांग्रेस जिन्दाबाद हेलो साथीहरु सबैलाई नमस्कार म एन्टी फेरि आइसकेको छु आज चाहिँ हामी पल्टनिस भन्ने ठाउँमा जाँदैछौँ सिबिको एकदम टापु हो पहाडतिर यसो हिउँ खेल्न जाम भनेर चाहिँ सोचिरहेको हाम्रो एकजना साथी यता हुनुहुन्छ के छ विचार हेलो गाइज हैन हामी चाहिँ आज लङ टुरमा गइरहेछौँ अनि यसो सोल्टीको युट्युब च्यानललाई हैन सब्स्क्राइब गरिदिनु हैन सपोर्ट गरिदिनु तपाईहरुलाई रमाइलो रमाइलो भ्लगहरु पेश गरिरहनेछौँ यति नै अहिलेलाई हामी चाहिँ अब जाँदैछ आजबाट मेरो नयाँ आइडिया आउँदैछ पहिलाको आइडी निशान थापा छेत्री चाहिँ हल्का केही टेक्निकल प्रब्लम त्यसमा चाहिँ मैले सिक्दाखेरि बनाएको थिएँ त्यसमा अब सबै कुरा भइसक्यो पैसा आउने बेला चाहिँ हल्का आएन एक वर्षको मिहिनेत त्यतिकै गयो अब चाहिँ मैले फेरि नयाँ आइडीबाट सुरु गर्दैछु यो पनि भ्लग हो त्यो चाहिँ ट्राभल भ्लग थियो यो चाहिँ भ्लग मात्रै हो फर्स्ट भ्लग चाहिँ अब आज आउँदैछ क्या हो नाम के हो एमडी के हो त्यसको अर्थ आज हामी चाहिँ गाडी चाहिँ कोट गरेर आएको छौँ भनौँ न ल साथीहरू चाहिँ अब टिकट काट्दैछन् होइन ट्रान्सपोर्ट बस पल्टिन्छ जाने बस चाहिँ रहेछ पल्टी ल हाम्रो चाहिँ यहाँ फोटो खिच्दै हुनुहुन्थ्यो ल एकछिन दिउँ त गोर्खाली हो नि यहाँ चाक्चिसो हामी चाहिँ पुल्टनिस भन्ने ठाउँमा आए हौँ कोही त झन्डा ठराए हौँ नेपाली कांग्रेस जिन्दाबाद ल साथीहरू अब आज चाहिँ पल्टनिस आइएको छ होइन नेपाली झन्डा यस्तो हिउँमा पनि एकदम हिउँटप भएर एउटा भेषमा हिँडेको छु होइन अब भिडियो बनाउँदैछु कस्तो हुन्छ के हुन्छ अब मैले पहिलाको युट्युब च्यानल बन्द गरिसकेँ नयाँ युट्युब च्यानल खोल्दैछु यस्तै खतरा भिडियोहरू आउनेवाला छन् मासु प्याक गरे होइन मासु प्याक गर्यो उसले प्याक गरिसकेपछि त्यसले सबै लेख्छ यति किलो मासु यो वर्गको यो मासुलाई यो टेम्परेचरमा होइन यति दिनसम्म राख्दा ठिक्क हुन्छ भनेर भनेको हुन्छ नि हामी त्यही टेम्परेचरमा राख्यौँ भने त्यो मासु बिग्रिँदैन अब डीमा राख्नु भनेको मासुलाई हामी नर्मल फ्रिजमा राखिदिएपछि त्यो मासु के हुन्छ गनाउँछ हो यो अग्री बाबा पनि यिनले तपस्या जस्तो होइन क्या एक्कासी हिउँमा गएर बस्दैन दिनु यिनीहरूले पनि बिस्तारै नर्मल टेम्परेचर हिमाल पुगेको डाइरेक्ट त्यो मुझे बाबा होस् त शिव पनि किन नहोस् हो नाङ्गे आएर हिउँमा डाइरेक्ट मुझे नेपालगञ्जको मान्छे मुझे डोल्पामा गएर नाङ्गे बन्न सक्छ सक्छ अनि यार डोल्पाको मान्छे नाङ्गे पनि के फरक पर्दैन धेरै भयो घाममा त्यो के पाइन्छ रे घाममा निकोटिन घाममा निकोटिन पाइन्छ चोट लाग्दो रहेछ
पाकिस्तान खाइयो त्यसपछि सन्चो ढुङ्गा समाजतिर अब यहीँ छ बुझ्यो बुझाएर सार्नुपर्छ क्या सार्नुपर्छ रहेछ अघि खोला त्यहाँबाट सोधेर हेरे उताबाट पाकिस्तान ट्याङ्कर आइरहेछ हामी अब के गर्ने भन्छ अरे क्या अनि अलि अगाडि ल्याउँ न यो अलि अगाडि आएर फेरि देख्ने हेर्नु क्या झन् नजिक आयो भनेर क्या तर देखिरहेछस् भनेर क्या मैले देखिरहेको छु के देखिरहेछस् भने साह्रो थोरै छैन पाकिस्तान ट्याङ्कर भनेर क्या अनि त्यहाँबाट फेरि हेरेर क्या त्यो देख्ने हेरेर हल्का अगाडि सार्नु हात नउठाउनु त्यही भएर हात नउठाउनु भन्दैछु क्या म मान्छेहरू केही हुँदैन क्या तपाईँलाई केही पनि हुँदैन भने नि मैले तपाईँलाई केही हुँदैन ल सार्दिनु सार्दिनु त होइन मा कसैमा हान्दिनँ म के होइन तपाईँहरू आफै हाँस्छ भन्दा चाहिँ सार्नु सार्नु फेरि हेर्नु न ब्रेक लाउनु न सार्नु सार्नु त यस्तो बिस्तारै यस्तै सार्दै गर्नु क्या तपाईँ बिस्तारै ब्रेक पनि लाउनु अलि त्यो त्यहाँबाट होइन अनि नजिक नजिक आएछ अरे होइन के देखिरहेको छ भनेर ट्याङ्कर देखिरहेको के देखिरहेको छ ट्याङ्कर देखिरहेको छ भनेर सार्नु तपाईँ यार इन्ट्रेस्टिङ आएर इन्ट्रेस्टिङ आएर त छोडिदिन्छ यार समातेर डाइरेक्ट समातेर भयो हो यस्तरी क्या के देखिछु ट्याङ्कर के देखिछु ट्याङ्कर भनेर क्या फेरि खै खै म हेर्छु भनेर दुर्पिन दियो अरे क्या त्यो सिपाहीले चाहिँ यस्तरी हेऱ्यो क्या के देखिरहेछस् भनेर क्या सामसुङले त ढुङ्गा पुऱ्याइरहेछ मुझे तो सैमसंग ने पत्थर लेके आके देख रहा है एक्सन एक्सन लो 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 एक्सन एउटा गोजामा हात हालेर कहाँबाट हुन्थ्यो होला यार निराश हुनुलाई आरामले धार्नुलाई लो अहिले चाहिँ पारा आएर ओ ल रोमानियाको पल्टनिस भन्ने ठाउँमा आएको यो भतुवाहरूलाई केही पनि थाहा छैन 5 किलोमिटर त हिँडाइदियो खासै राम्रो पनि रहन्छ त्यो समरमा चाहिँ हो अलिकति मजाले बसेर रमाइलो गर्ने ठाउँ जस्तो चाहिँ रहेछ होइन नभए खासै राम्रो ठाउँ रहन्छ एउटा भतुवा भतुवा हो भतुवा हजुर 5 किलोमिटर हिँडाइदियो दादा मलाई थाहा छैन भतुवाहरू मुद्दै हिँडेका छन् बाटोमा मुद्दै हिँड्ने भतुवाहरू अलिकति रमाइलो भन्ने ठाउँ चाहिँ यहाँ रहेछ नत्र भने खासै ठिक रहन्छ पल्टिनिस भन्ने ठाउँ हेलो साथीहरू अब म चाहिँ पल्टिनिस गएर आइयो होइन खासै रमाइलो पनि भएन किनकि पल्चोडी गएको प्लस अब त्यहाँ चाहिँ हिउँ धेरैले पर्दो रहेछ चिसोले गर्दा भिडियो खासै बनाउनु पाइएको न अब अर्को अब समरमा जानु पर्ला कस्तो हुन्छ त्यहाँ चाहिँ अब भिडियो बनाउनको लागि होइन हेरौँ अब अहिले चाहिँ त्यहाँ स्की खेल्ने ठाउँ मात्रै रहेछ हाम्रो लागि चाहिँ अब विन्टर खासै म्याच गरेन किनभने हामी घुम्न गएको त्यहाँ चिसो प्लस त्यहाँ स्की मात्रै खेल्ने ठाउँ रहेछ समरमा चाहिँ लगभग राम्रो हुन्छ होला त्यति दिनसम्म मैले अब ड्रोन किन्दैछु होइन ड्रोन आइसकेपछि त्यहाँको एकदम त्योभन्दा नि राम्रो भ्यू आउँछ होला हजुरहरूलाई कस्तो लाग्यो भिडियो किनभने खासै राम्रो त छैन त्यही पनि लाइक कमेन्ट सब्सक्राइब यदि नयाँ हुन्छ भने सब्सक्राइब गरिदिनु होला फेरि अब एउटा पार्ट 1 को भिडियो थियो पहिला त्यो पार्ट 2 कम्प्लिट गर्न जाँदैछु म चाहिँ अब त्यो मुसिम कम्प्लेक्स भन्ने ठाउँमा सिबियुको पार्ट 2 मा चाहिँ अलि राम्रै गरौँ भनेको त्यतिखेर चाहिँ साइकल बिग्रेको कारणले गर्दा भिडियो बनाउन राम्रोसँग पाइएन अब चाहिँ पार्ट 2 लाई कम्प्लिट गर्नु छ हजुरहरूलाई धेरै धेरै धन्यवाद भिडियो हेर्दै गर्नु भएकोमा र सेयर पनि गरिदिनु होला साथीभाइहरूलाई किनभने रोमानियाको राम्रो राम्रो ठाउँको भिडियोहरू बनाउने गर्छु मैले चाहिँ अब सिबियुको समरमा चाहिँ अब राम्रो राम्रो ठाउँमा घुम्न जान बाँकी नै छ अझै पनि त्यसैले गर्दा
सब्सक्राइब गर्नु न, त्यो बेल आइकन दबाउनुहोस्। भिडियो अपलोड गरिसकेपछि चाहिँ एकदम चाँडो आउँछ तपाईँकोमा। यही नै भन्दै बिदा हुन्छु। हस्त नमस्कार सबैजनालाई। फेरि पनि आगामी दिनमा भेटौँला।